हैन यो दाउरो ल्याउन न बुढा किन तेरो भाइलाई मेरो सिमाना मिच्दो जस्तो तेरो भाइले यही यसले हानेर खुट्टा सुट्टा भाँदिदिन्छु म त्यसलाई। होइन तपाईँको दिमाग चाहिँ बौलाको छ कि क्या यो दाउराले हानेर भोलि उपचार गर्न सकिन्छ? त्यसलाई गरिदिन्छु म उपचारै गरिदिन्छु भने त्यसलाई म खुट्टा नभाँचिकन हुन्न त्यसलाई। होइन यो बुढाले के भन्छ यत्रा गाउँसम्म छैनन् भनेको बसेर कुरा गर्दा हुँदैन दाउराले हान्दा समाधान हुन्छ? हुन्छ मलाई एकदम रिस उठिसक्यो हेर यसलाई सिमाना मिच्ने त्यसले तेरो भाइले यो के गरे छट हेर्नु बुढा यता सुन्नु मेरो कुरा सुन्नु अर्थ सबै भनेको सहन्छु बुढा तर मेरो बालाखादेखि हुर्काएको भाइलाई यो कुरा भनेको म सहन सक्दिनँ बुझ्नुभयो? त्यस्तै भएर त म त्यसले पेलिरहन्छ जतिखेर पनि पेलोस् त दुनियाँ लगे एक बित्ता जग्गा लगेको होला तपाईँको सबै सकिन्छ त? सकिहाल्छ नि किन सकिँदैन म मेरो भाइलाई सम्झाउँछु यो दाउरा लगेर दुनियाँ सत्तु रसाउने काम नगर्नुहोस् प्लिज बुढा। त्यसलाई मैले कति दुःख गरेर मलेसियाबाट पैसा कमाएर लिएर आएको त्यसलाई खाना दिन्छु म बुढा तपाईँले लाज लाग्दैन अलिकति? जे भए पनि त्यो एउटा अभिभावक जस्तो मान्छे हो तपाईँ त। अब गाउँको अगाडि सालाको बेइज्जत गर्दै ससुरालीको बेइज्जत गर्दै हिँड्दा तपाईँले के भन्छन् भन्नु त? तपाईँको दिमाग ठिक त छ? खाए पनि आफ्नै सालाले खायो आफूलाई नहुँदा पनि त्यही सालाको एउटा ल्याउन पाइयो होइन? जे भए पनि आफ्नै घर परिवार होइन त भनेको? हुन्छ त्यो मेरो घरको परिवार त्यसलाई त खुट्टा भाँच्नुपर्छ खुट्टा। होइन बुढा त्यस्तो कुरा नगर्नुहोस् त्यो तपाईँको तातो रिसले राम्रो गर्दैन। होइन त्यसलाई मैले चाहिँ नि बच्चा मान्थे त्यसलाई मैले हुर्काएँ बढाएँ पढाएँ मैले यही देख्नलाई हो मैले यस्तो गरेँ बिहे गरिदिएँ अझ त्यसलाई। हो त्यही भएर त उसले मन्जित हो मेरो बाउ जस्तो मान्छे भिनाजु होइन भनेर उसले मसँग बारम्बार भन्ने गर्छ दिदी तपाईँ मेरो आमा जस्तो मान्छे भिनाजु मेरो बाउ जस्तो मान्छे कसैको सहारा पाएकी थिइनँ हजुरहरूको सहारा पाएर म हिँड्न पाएको छु साथीहरूको अगाडि ठाडो शिर पारेर बोल्न पाएको छु भनेको छ बिचारा। एक बित्ता यता गयो एक बित्ता उता गयो के हुन्छ त मरेर भोलिपट्टि सँगसँगै माथि घाटमा त लानुहुन्न त बुढा? के भएको तपाईँको बुद्धि? त्यसले पसलमा गएर चाहिँ नि चाहिँ के भन्छ चिया खाएको बेला कुरा काट्दै हिँड्छ अरे त्यसलाई त म खुट्टा नमाथि म गएँ नजानु न बुढा प्लिज। जान्छु म यसलाई। अब यो बुढाले के औधी गर्ने भयो नि गाउँघरको अगाडि कसरी मुख देखाएर हिँड्ने होला अब? त्यो सानो चाड खाएर के भनौँ भन्दै हिँड्नुहुन्छ अब बुद्धि पनि के बिग्रिएको होला? अब कहाँ गयो त्यसलाई फोन गर्न पनि छैन। होइन बुढी यति बेलासम्म भात पनि पाकेको छैन के हो मान्छेलाई यहाँ भोक लागिसक्यो? ए होइन यो दाउरा चिसाएर चाहिँ बल्दै बोलेन अघि बाल्न खोज्दैछु बल्दै बोल्दैन नै। बाल्न खोजेर मात्र हुँदैन के बाल्नु पर्छ अनि पो हुन्छ त नि। अनि तपाईँ छिटै आइपुग्नु भएछ अनि त्यो भएर कहाँ गएको तिमी नयाँ कपडा लगाएर बसेछौ त? होइन अब तिज आइसक्यो एकछिन तल साथीभाइहरूले नि दिदीबहिनीहरूले पनि यसो बजार जाउँ त अब यसो साडीहरू चुरासुरा लिउँ भनेको थिएँ त्यही भएर एकछिन बजार गएको खाना पकाउनै ढिलो भयो नरिसाउनु न है म पकाइहाल्छु नि। ल छिटो पकाउ छिटो भोक लागिसक्यो। हुन्छ पकाउँछु म तरकारी काटेरै गएको दाल पनि पकाइरहेको छु खाना एउटा बाटा पकाइहाल्छु खाने नि। खाना त खानु पर्यो नि भोक लागिसक्यो यति बेलासम्म खै खाना केही आगो पनि बोलाएन। त्यहाँमाथि के भयो दाउरा भिजेछ नि हिजो बाहिर भित्राउनै ऊ भएछ बाहिर त्यो पानीले त्यहीँ भिजेछ दाउरा त्यही भएर चिसा अब बल्छ एकछिनमा बलिहाल्छ नरिसाउनु न। ए सालो केटो बढी निस्कि आज दुध र पानी छुटिन्छ मेरो त्यहाँ त्यत्रो जग्गा 2 इन्च खाइसक्यो नि तैँले बाहिर निस्कि। अब एक्लै जाउँ भने नि गाह्रो साथीभाइ गएको बेला बजार जानै पर्यो। ल हेर न त्यो मान्छे कराउँदै आएको छ त्यसको त म आज खुट्टा पनि नभाँचिकन छोड्दैन। यसैले थाप्लो फोडिदिउँला नि अहिले त मलाई थाप्रो फोड्ने अब तँलाई बच्चामा मैले चाहिँ नि पढाएँ हुर्काएँ पैसा चोर्दिस् मेरो सधैँ त साले नै हुन्छस् त कुरा बुझिस्? नचोरेर के गर्नु त कहिले 1 पैसा देऊ मलाई राम्रो मनले तिमीहरू बुढाबुढी भित्र बसिरहने मलाई चाहिँ बाहिर कहिले गोठालो लाउने कहिले दाउरा ल्याउनु पठाउने कहिले पानी ल्याउनु पठाउने गर्दा गर्दा तिम्रो कपडा पनि मलाई धुन लगाऊ। नलगाएर हुन्छ त अनि तँलाई लगाउनु पर्ने त सालो भएपछि लगाउनु पर्ने त तँलाई तेरो मन त कालो रहेछ
तँलाई पालेर के गर्नु सर्पको गोमा साँपलाई पाले ठिक हुन्थ्यो पाले भए भइहाल्थ्यो नि गोमन साहब मलाई किन राख्यो भने बाहिर कामहरू जति मलाई गराउने तँलाई त्यही भएर त नि मेरो त्यो 2 इन्च जग्गा तैँले खाइस् मिचिस् ले लौरोले यही लौरो हान्छु ले दिन्छु यो लौरा होइन यो लौरा म हान्छु अहिले हान्लास् तैँले होइन भिनाजु त्यसै अर्काको बुढाको खुट्टा भाँच्न पाइन्छ यहाँ मेरो बुढाको खुट्टा भाँचेन तिम्रो स्वास्नीहरू बजार गर्छन् यहाँ आफ्नै ज्यान त धान्न गएर भएको बेला बुढाको खुट्टा भाँच्छ लु भाँचेर देखाउ त तिमीले होइन है बुहारी तिम्रो बोल्ने तरिका त्यही हो आफूभन्दा ठुलो मान्छे के तिमी भने बोल्छौ तिम्रो बाउ आमाले संस्कार यही सिकाएको हो भन त ठिक भन्यो बुढी तिमीहरू जस्ताले भन्ने नै यस्तै हो अबदेखि यो आँगनमा पाइलो टेक्नु नि पर्दैन दसैँमा टिको लाउनु आउनु परेन आउँदिनँ तेरो घरमा आउँदिनँ पहिलाचोटि दसैँमा आउँदाखेरि एउटा मोजा हरायो अर्को दसैँमा आउँदाखेरि जुत्ता पनि हरायो अनि हुँदा हुँदा त यो मेरो चप्पल पनि तैँले लाएर बसिरहेको छ अहिलेसम्म तँलाई कता कता मैले सुन्दैछु मैले मलेसियाबाट ल्याएको जुत्ता तैँले लाएर हिँड्छस् रे तैँले मैले उहाँदेखि दुःख गरेर ल्याएको जुत्ता तैँले लाएर हिँड्ने तिम्रो मात्रै जुत्ता हुन्छन् मेरो ससुरालीले दिएको जुत्ता हो दिन्छ ससुरालीबाट अर्काको पहिला चोर दोष लाउने होइन आफू चोर होला अनि त्यहाँ त्यसै अझ बोली बोल्छौ तिमी बोल्छु के गर्छु पख तिमीलाई ठिक नगरी छोडिदिन पख हेप्न पनि के साह्रो हेपेका के तिमी नाजुले त्यही त भन्नु त्यो दिदीको पोइ भयो हुनाले मात्र बचेन नत्र भने त म कहाँ छोड्थेँ र थोरै काम गरेको छु मैले तिनको सानैदेखि काम गरेको छु डोको बोकेन कि भैँसी गोठालो गएन कि के साह्रो हो बिहान अहिले त मेरो जग्गा खाइदिस् भन्छन् अझ तिनको जग्गा खाइदिने हो मैले होइन तपाईँले सानोदेखि काम गरेको भएर मातेका नि पैसा माग्नु पर्थ्यो नि त्यत्रो काम गरेको त अहिले त हेप्न पायो भने यसरी हेप्न पाउँछ यस्तै थर्काउन पाउँछ कस्तो सम्मत नभएको के फेरि सिधै आएर घरमा आएर थर्काएको छन् गाँडे अलिकति बोल्ने सहमत नभएको मान्छे दिदीको मुख हेरेर मात्र मैले चालै नगरे नत्र भने त म तिनको खुट्टै नभाँचेर कहाँ छोड्थेँ आज भाँचिदिएको भए हुन्थ्यो बरु आनन्दै हुन्थ्यो हाम्रो भाउ नराखेपछि तिनको चाहिँ भाउ राख्ने हो र हामीले सम्मान लिनलाई सम्मान दिनु नि पर्छ नि राम्रोसँग बोलेर भाइ यस्तो भयो त्यस्तो भयो भने के हामी नमान्ने मान्छे हो र टाढाको मान्छे हो र हामी सानैदेखि मानिरहेको हो मैले तिमीले भनेको कुरा कुनै कुरा पनि मैले नै भनेको थिएँ अहिले हेर न सिधै बाघले खाउँला चाहिँ झम्टिन आएकै रिसको उठेर आउँछ मलाई त ल हिँड भित्र हिँड बोक्लाइसे मान्छेलाई यो पेन्सनमा त त्यसले बनायो अब अर्को पेन्सनमा के बनाउने बुढी के बनाउने बुढो यसपालिको पेन्सिलले त म यत्रोबाट चुरा बनाउँछ अहिले चलेको चल्तीको चुरा हुन्छ चल्तीको चुरा ए ल ल पायो ल माया धेरै माया गर्नुपर्छ बुढी माया गरी त राखेको छु नि बुढो तपाईँ बुढो भएर पनि मैले यहाँनिर साथ दिइराखेको छु न म हिँडिहाल्थेँ नि अर्कोसँग ए बुढी हजुर बुढो अहिले पैसा भएर त माया धेरै गर्छु अब पैसा नगरे माया गर्ने कि नगर्ने म सधैँभरि माया गर्छु नि बुढो किन माया नगर्नु माया नगर्ने भए त म हिँडिहाल्थेँ नि तपाईँ भने त बसेछु नि अब एउटा छोरो बनाउनु पर्छ नि म त सक्दिनँ बुढो म त रोगी छु कहाँ छोराछोरी बनाउने हो के रोगी छ र छैन नि त रोगी म रोगी छु नि तपाईँलाई थाहा छ नि जाम्ला जचाउन सुगर छ प्रेसर छ यस्तो मान्छे पाउनु प्रेसर भयो औषधि खाने नि जिद्दी गर्नुहुन्न क्या बुढो तपाईँ बुझ्नु परेन बुढेसकालमा छोराछोरी पाएर कसले पालिदिन्छ आफै पाल्यो नि अर्काले दुःख गरे अर्कालाई विषहरू दिनुहुन्छ त हुर्किन्छ आफै हुर्काउनु बढाउनु पढाउनु पर्यो सबै म आफैले त गर्नुपर्ने होला तपाईँ बुढेसकाल लागिसक्यो मर्ने बेलामा हरियो काँक्रो बुढो भएर के मन बुढो हुँदैन के बुढो भएर के काम गर्न सक्दिनँ कि के गर्न सक्दिनँ म भोलि पिक्लिक मर्यो भने कसले पाल्छ ती छोराछोरीलाई मर्यो त कसले जान्ने रे नि म त सक्दिनँ है बुढो यस्तो कुरा नगर्नु त्यसो भनेर हुँदैन बुढी मलाई एउटा छोरो चाहियो चाहियो भनेर कहाँ पाइयो र बुढो कहाँबाट ल्याउने जसरी ल्याउने तपाईँले ल्याउने अनाथालयमा पाउँछ भनेको छ त्यहीँबाट ल्याए हुन्छ के को वंश धान्ने अर्का ल्याएर हुँदैन मलाई आफ्नै छोरो चाहिन्छ मलाई बुढेसकालमा चाहिँदैन ऊ भोलि पर्सि मरेर कालतिरी गर्छ अझ 20 वर्षले के पनि हुँदैन के कुरा गर्छ तिमी म छ नि तपाईँको क्रिया गर्ने अरू किन चाहिएर छोराछोरी चाहिन्छ कति
गोते जान भएर के अरे नि छोरो चाहिन्छ छोरो नभए हुँदैन अनि के अरे दागबाती कसले दिइदिन्छ नि म तिमीलाई नि दागबत्ती मेरो उमेर छ त म दागबत्ती दिने छैन मान्छेको छोराछोरी पारमा वृद्धाश्रममा लगेर राखेछ तिमीले हुने भएदेखि छोरो किन चाहियो अरे नि त्यस्तो कुरा नगर्नु है तपाईँले पाउने भए आफै पाउनु कसरी पाउनुहुन्छ पाउनु बच्चा पाउँछ त कसैले अहिलेको जमानामा त छोरा मान्छेले नि पाउन मिल्छ भन्छ पेट चिरेर राख्ने नि छोराछोरी पाउनु मन छ नि पाउँदैन खालि किचकिच किचकिच यस्तो किचकिच नगर्न मलाई मन पर्दैन मबाट छोरो पाउनु सकेन पैसाको आश पनि नगर ए पैसाको आश नगर्नु रे पैसाको आश नगर्ने भए तिमी जस्तो मर्न आँटेको पितृसँग मैले किन बिहा गर्नु पर्थ्यो त त्यसो भए हर बुढी त्यो अर्थ होइन त्यो पैसाको लागि तिमीलाई माया गरेर छौ नत्र गर्ने रहेछौ हेर न गतिलो हुनु पर्यो नि यो थुतु न हामी जस्तो राम्रो केटी आउने भनेकै पैसाको लागि नि नभए तिमीहरू जस्तो सुटसँग कसले बिहे गर्छ र हौ ए अब मसित पैसाको लागि बिहे गरेकी त होइन अब म देखाउँछु पाउरी हेर एकछिन पछि छोड्नु न बुढो छोड्नु के गरेको भयो क्या हो छोड्नु भने नचल्नु छोड्नु लाउनु नि अब कति सम्झाउँदा पनि बुढालाई केही राम्रै होइन अब मुगिएर रिसले गएका छन् भाइको खुट्टा भाँच्छु भन्दै अब केही गऱ्यो भने के भन्ने होला रिसाका साथमा पक्का हानेर मार्ने भयो कि फेरि अलिअलि सारा छैन हात पनि ज्यान बनाउँछु भन्दै दिने पछि जिममा गएर पैसा खर्च गरेर आइरहेछ त्यही मान्छे कुट्नको जिम गरेका हुन् कि त्यहाँ केही भनौँ भने नि यसै हान्यो भने यस्तो साह्रो दुख्छ नि कति अराएर आउनु हात पनि फेरि आमै त्यो जिम गरेको हात त्यस्तो हुँदो रहेछ अब भाइले मलाई के भन्यो बुहारीले फेरि रिसाउँछ मलाई बुढो कुट्न पठाइ त्यसको बुढो के पोल्लाएर मेरो बुढालाई कुट्न पठाइ भन्यो मर्नु न बाँच्नु हुन्छ होला यसो कहिलेकाहीँ माइत जानु मन लाग्छ त्यही पनि टुटाइदिने भयो बुढाले कस्ता लक्ष्मी बुढामा छन् भनेको नि मान्दैनन् अब पनि कुरा जान्दैनन् म त हक्क भइसकेको व्यवहारले गर्दा नि कहाँ गएर मरौँ जस्तो लागिसक्छ छोराछोरीको मुख हेर्नु कि बुढाको मुख हेर्नु कि माइतीको मुख हेर्नु कि सारा दुनियाँको मुख हेर्दा हेर्दै आफ्नो जिन्दगीको अब थाहा हुँदो रहेछ पिरमा छे यसलाई पिर परेको छ भन्दा कसैले सोच्दा रहन्छ अब म त एक कुरो माया भाइ बिनाको माया भनौँ बुढाको माया भनौँ छोराछोरीको माया भनौँ भाग्य पनि यो छोरी मान्छेले के लेखिदिएर छ भगवान्ले यसरी झुक्राएर बसिरहने झगडा पो गर्दैछन् कि फेरि ती सारा हातले मार्छन् होला ओइ जोत्न लागेको साँडे जस्तो कतै हिँडेको के रे आफैभन्दा ठुलो मान्छेलाई चाँडै भन्छस् हान्दौँ मर्काइदिउँ तँलाई आफूलाई यहाँ कहाँ टेन्सन भइरहेको छ यहाँ सालोले यहाँ चाहिँ 2 इन्च जग्गा खाइदियो यहाँ टेन्सन भइरहेको बेला यो बिचार प्याक्कै बोल्छ रन्काइदिन्छु अनि थाहा हुन्छ अनि ए सालुले खाएछ बर्बादै बनायो नि ए खायो नि त केही जुक्ति भयो सिका भाइ ए हुँदै भाइ तिमी भन्दा म 3 वर्ष जेठो छु भएर के गर्नु मलाई त सालोले गर्दाखेरि टेन्सन भइसक्यो मलाई दिमागले काम गर्दैन भाइ भन्दामा के भयो त ए त्यसो भए एक ठाउँमा लानु पर्यो कहाँ मानसिक अस्पताल पानी मानिसै हस्पिटल त्यहाँ म जाने होइन त जाने हो ए अहिले मलाई ठप्पड हाल्ने तँलाई र तेरो सालालाई कसरी फाटा फुटुङ बनाउनु पर्छ मलाई राम्रोसँग थाहा छ के भयो दिदी किन आत्तिनु भएको भाइकामा हिँड्ने कि किन के भएर भाइलाई केही पनि भयो छैन बिरामी छ अरे भने सुनि अनि त्यही भएर हिँड्ने लागि के त्यसो हिँड्नु न त म पनि जान्छु ल हिँड्नु हिँड्नु ल छैन पर्दैन तिमी कहाँ हिँड्ने कि तिमी जाऊ न म मात्रै होइन जान्छु जाऊँ न मान्छेलाई परे बेलामा सहयोग गर्नुपर्छ यही बेला त हो नि होइन के होइन त्यो सुनेको मात्रै हो कि होइन थाहै छैन अनि यत्रो आत्तिनु भएको छ होइन होइन भन्नु चाहिँ हिँड्नु न म साथी दिइहाल्छु नि नराम्रो नसम्झिने क्या ल हिँड्न जा होइन तिम्रो काममा जाऊ न अहिले भएछ अनि यो दिदीलाई के भएछ आज तिमीले बोलाउँछु नि म ल त ल हतार पनि भइसक्यो ल
घरमा त श्रीमती नै रहन्छे त्यो सालोलाई म त्यसलाई मुद्दा हाल्छु त्यसलाई त्यसको बुहारी चाहिँ कति रहेछ त्यो बुहारी चाहिँ नि मान्छे पनि मोटी बोली पनि त्यस्तै त्यसलाई बुढी आऊ न त्यसलाई मैले जान्छु सालेलाई किन के भयो तिम्रो पहिलो कुन चाहिँ खुट्टो भाँच्यो भनेर त हेर्न आएको हौ त्यसो नभन्न भाइ तैँले नराम्रो सोचे पनि म कहिले पनि तँलाई नराम्रो सोच्न सक्दिनँ तँलाई र मलाई त एउटै आमाले पाएको होइन र के अरे एउटै आमाले पाएको अरे के गर्ने एउटै आमाले पाएको भएर बिहोरा देखाइहाल्यो यहाँ खुबै भन्नु नभन्नु भनेर गयो तिम्रो पहिले यहाँ उस्तै सहन सक्ने भएर मात्रै हो हाम्रो बुढो त्यही त नि उस्तै हो भने आज लास जान्थ्यो यहाँबाट बुझ्यौ यहाँ लिब्रिक्क पर्न आयो अलिन भाइ भन्दै के कुरा सिकाएर आएर यहाँ थर्कायो खुट्टो भाँच्यो रे के भाँच्यो रे ओहो हो त नि त्यही भएर त आएको नि यहाँ सुन्न सक्नु थियो र अघि बुहारी तिमीले यो के भनेको मैले आफ्नो भाइ र बुहारीलाई कुद गर्न पठाउँछु होला मैले मेरो आफ्नो जिन्दगीको सबभन्दा पनि प्यारो मेरो भाइ कहिले कदापि पनि त्यसो भन्न सक्दिनँ म दिदी हुँ दिदी